रोमीको पुस्तक हामी हेर्छौँ भने अलिकति ब्याकग्राउन्डलाई हेर्छौँ भने रोमी पावल प्रेरितले कोरिन्थीमा भएर रोमीका मण्डलीहरूलाई यो पत्र लेखिरहेको थियो। बाइबल स्कलर्सहरूले भन्छ पावलले आफ्नो जीवनमा जम्मा 3टा मिसनरी जर्नी गर्यो, अर्थात् सेवाकायको यात्रामा उहाँ निस्किनुभयो। अनि यो रोमीको पत्रिका चाहिँ उसको मिसनरी थर्ड मिसनरी अर्थात् मिसनरीको अन्तिम जर्नीमा उसले रोमदेखि लेखिएको भनेर भन्दछ। त्यसरी नै जब हामी रोमी 13 को 11, 12, 13 अनि 14 म यो 4 पदबाट तपाईहरुलाई केही आशिष बोल्नेछु। अनि यो 4 पदलाई पढ्दै गर्दाखेरि पावलले अन्तको बारेमा लेखिएको छ, अर्थात् यीशु ख्रीष्टको आगमन नजदिकै छ भन्ने यो कुरामा लेखिएको छ। अब हामी यो 4 पदबाट हामी भर्स बाई भर्स पढ्दै हामी जानेछौँ। अनि आजको मैले जब यो बाइबललाई पढिरहेको थिएँ तब मैले यहाँबाट आजको मेसेजको टाइटल अर्थात् शीर्षक चाहिँ यो समय चाहिँ हामी विश्वासीको लागि चाहिँ जागा रहने अर्थात् तयारी हुने समय आएको छ। अर्थात् हामी विश्वासी येशू ख्रीष्टको दोस्रो आगमनको लागि हामी मण्डली तयार हुन पर्ने समय आएको छ भन्ने म यो टपिकमा तपाईको अगाडि केही छिन बोल्न गइरहेको छु। अब पावलले यहाँनिर राम्ररी लेखेको छ। जब तपाईले पढ्नुहुन्छ पूर्ण तरिकाले बुझ्नुहुन्छ। म यो भर्स खालि 4वटाबाट बोल्नेछु अनि 4वटामा पनि म बाहिर जाँदिनँ, भित्रैबाट बोल्नेछु। अनि यहाँनिर जब पावलले अन्तिम दिन अर्थात् हामी मण्डली जागा रहनुपर्ने भन्ने कुरा गरेको छ। अनि यहाँनिर जब भर्स 11 लाई हामी हेर्छौँ भने यहाँनिर पावलले भन्छ अन्डरस्ट्यान्ड द टाइम भन्दछ, यो वर्तमान दिनलाई जान भनेर भन्दछ। अनि मेरो प्रथम पोइन्ट यही हो, हामीले हाम्रो यो समयलाई बुझ्न जरुरत छ, किनभने परमेश्वरले सबै कुरालाई सृष्टि गर्नु हुँदै गर्दाखेरि आफ्नो आफ्नो समय राखिदिनु भएको हुनुहुन्छ। अनि हामी विश्वासीले जहिले पनि परमेश्वरको समयलाई जान्न पर्ने एकदमै जरुरत छ भन्ने यहाँबाट हामीहरू शिक्षा पाउन सक्छौँ। तब अब हामीलाई फेरि पनि प्रश्न आउँछ, कसरी हामी समयलाई जान्ने, कसरी हामीले थाहा पाउने समय भनेर हाम्रो प्रश्न आउँछ। त्यही भर्स 11 लाई एकचोटि फेरि पढिदिनुहोस् न। आज 11 मात्रै। यसबाहेक यो वर्तमान समय कस्तो छ सो तिमीहरूलाई थाहा छ, तब निन्द्राबाट बिउजने ठिक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ। आमेन। नेपालले भन्छ हामी यो समयलाई जान्न जरुरत छ, अर्थात् वर्तमान दिनमा के भइरहेको छ यो कुरालाई हामीले विश्वासीले याद गर्नु चाहिँ एकदमै जरुरत छ भन्दैछ। कसरी हामीहरू यो समयलाई याद गर्न, कसरी समयलाई हामीहरू जान्न सक्छौँ भन्दाखेरि पावलले यहाँनिर 2टा कुरालाई भनेको छ। त्यही भर्समा हेर्छौँ भने यसरी भन्छ वेक अप फ्रम योर स्लम्बर भन्छ, हाम्रो निन्द्राबाट उठ्न पर्ने कुरा गरिएको छ। हामीलाई थाहा नै छ यदि हामी निदाइरहेको बेला के भइरहेको छ हामीलाई थाहा हुँदैन। त्यसै कारणले हामीलाई केही कुरा थाहा पाउनको लागि हामी निन्द्राबाट जाग्नुपर्छ, तब मात्र हामी थाहा गर्न पाउँछौँ। त्यसैले हामी विश्वासी हाम्रो वरिपरि के भइरहेको छ, हाम्रो शरीरमा आत्मिक जीवन र शारीरिक जीवनमा के भइरहेको छ त्यसलाई थाहा गर्नको लागि हामी दुईतर्फीबाट हामीहरू उठ्न पर्नेछ। हामी सुति बस्यो भने चाल पाउँदैन, तर उठ्न जरुरत छ भनिकन पावलले यो भर्स 11 मा भन्दछ। अनि दोस्रो, कसरी हामी फेरि पनि अघि नै मैले भनिरहेको छु कसरी हामी समयलाई बुझ्न सक्छौँ भन्दै गर्दाखेरि दोस्रोमा पावलले भन्छ
लुकिङ दि प्रेजेन्ट टाइम भन्दैछ। हामीले अहिले वर्तमान दिनमा के भइरहेको छ त्यो कुरालाई हेरेर हामीले समयलाई जान्न सक्छौँ भन्ने कुरालाई यहाँनिर गरेको छ। त्यसरी नै अघि नै भनिहालेँ, आज हामी विश्वासी जहिले पनि निन्द्राबाट बिउजेको हुनुपर्छ। अनि जहिले पनि हाम्रो वरिपरि के हुँदैछ, कस्तो हुँदैछ, यो हाम्रो वर्तमान दिनको सिचुएसनलाई परिवेशलाई हेरेर हामी जहिले पनि जागा रहन पर्ने अर्थात् समयलाई चिन्न पर्ने भन्ने कुरा यहाँनिर पाउलले गरेको छ। अनि फर इक्जाम्पल हामी गाउँ बस्तीमा छौँ, खेती किसान गर्छौँ, अनि हरेक कृषकलाई थाहा हुन्छ कि अब अहिले हाम्रो खेतहरूमा मकै लगाएको छ। अबको केही दिन बादमा फार्मरलाई थाहा हुन्छ, किसानलाई थाहा हुन्छ अब चाहिँ धान रोप्ने बेला आउँदैछ अनि धानको लागि हामीले तयारी गर्नुपर्छ भनेर उसले त्यो समयलाई हेरेर, परिवेशलाई हेरेर उसले समयलाई चाल पाइरहेको हुन्छ। त्यसरी नै हामी क्रिस्चियनले जहिले पनि हामी कुन समयमा जिउँदैछौँ, कसरी के भइरहेको छ भन्ने एकदमै जरुरत छ। पावलले यही कुरा हौसला गर्छ कि हामी जहिले पनि सचेत बस्न पर्छ भन्ने यहाँबाट हामी बुझ्न सक्छौँ। त किन सचेत बस्नु, के कारणले सचेत बस्नु? परमेश्वरको वचनलाई तपाईँले राम्ररी पढ्नुहोस्, मजाले इन्ट्रेस्ट लाग्छ। पावलले त्यही एउटै भाषामा थुप्रो कुरा भनेको छ। किन हामी सचेत बस्नुपर्छ, किन समयलाई बुझ्नुपर्छ भनेर भन्छौँ भने त्यही 11मै भन्छ, बिकज आवर सेल्भेसन इज नियर भन्दैछ। हाम्रो उद्धारको दिन नजदिक आएको छ, अर्थात् यीशु ख्रीष्ट तपाईँ अनि हामीलाई लिनको लागि नजदिक, उहाँको समय निकट आएको छ भनेर भन्दछ। त्यसै कारणले हामी विश्वासी जहिले पनि सचेत बस्न पर्ने, हाम्रो वरिपरिको सबै कुरालाई हेर्दै हामी सचेत बस्नुपर्छ भन्ने पावलको यहाँनिर कुरा, पावल प्रेरितले रोमीका मण्डलीलाई यहाँनिर गरेको छ। धेरैपल्ट अन्तिमको दिन प्रभु येशू ख्रीष्ट आउनु हुँदैछ, सेकेन्ड कमिङ भन्दा हामी धेरै विश्वासी हामीलाई कस्तो लाग्छ भने डर लाग्छ। लाहो मेरो परिवार के गर्छ, मेरो नानीको भविष्य, हाम्रो भविष्य, हामी जवानहरूलाई विवाह नगरेकोलाई ला मैले त विवाह पनि गरेको छुइनँ, मेरो भविष्य के होला। हामी कतिजना परिवार हुनेले लाहो मेरो परिवारलाई कसरी खुवाउनु पर्ने, मेरो नानीको भविष्य भने धेरैपल्ट चिन्ता गरी पठाउँछौँ। तर यहाँ बाइबल प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नेहरूको लागि चाहिँ यो प्रभु येशू ख्रीष्टको आगमन चाहिँ पुरा सोच्न पर्ने समय होइन, पुरा हामीलाई साह्रो पर्ने समय होइन, तर तपाईँ अनि हामी चाहिँ खुसी मनाउन पर्ने समय हो। किनभने यहाँ वचनले भन्दछ हाम्रो उद्धारको दिन चाहिँ नजदिक आएको छ भनेर भनेको छ। यसै कारणले हामीले समयलाई जान्न पर्छ। अनि मैले प्रस्थानको पुस्तकलाई पढिरहेको थिएँ। प्रस्थानको पुस्तकमा हामी हेर्छौँ भने जब मूसालाई परमेश्वरले भन्छ इजरायलीहरूलाई उहाँले मिस्रदेखि निकाल्न, दासौताको देशबाट निकाल्नको लागि परमेश्वरले मूसालाई पठाउनुहुन्छ। अनि थाहा छ प्रस्थान 12मा आउँदै गर्दाखेरि त्यो समयमा इजरायलीहरूलाई परमेश्वरले त्यहाँनिर निकाल्नको, अब लगभग इजरायलीहरू दासौताबाट निस्किन लागिरहेको समयमा इजरायलीले खुसी मनाइरहेको थियो। इजरायलीले आफ्नो घरमा त्यो पास ओभर अर्थात् निस्तार चाडलाई मनाइरहेको थियो। उनीहरूले आफ्नो घरमा भेडाहरू पहिला बाख्राहरू काटेर उनीहरूले पोलेर खाएर मजा गरिरहेको थियो। किनभने उनीहरूलाई थाहा थियो कि अब परमेश्वरले हामीलाई दासौताबाट निकाल्दै हुनुहुन्छ, परमेश्वरले हाम्रो दासबाट यो मिस्रीहरूको अन्डरबाट निकाल्दै हुनुहुन्छ भनेर थाहा थियो। तर त्यही सेम कन्डिसन हेर्नुहुन्छ, जब मिस्रीहरूको कन्डिसन हेर्नुहुन्छ, मिस्रमा जब जुन रात इजरायलीहरूले मजा गरिरहेको त्यो रातमा मिस्रमा ठुलो रुहाबासी भइरहेको हामी भेटाउन सक्छौँ।
त्यसरी नै आज तपाईँ अनि हामी जहिले यीशु ख्रीष्टको आगमन भन्दै गर्दा हामी जहिले पनि खुसी बस्नुपर्छ। यीशु ख्रीष्टको आगमन भन्दा हामी निराश र हताश हुनु हुँदैन, तर यीशु ख्रीष्टको आगमन अर्थात् येशू आउँदै हुनुहुन्छ भन्दा हामी जहिले पनि खुसी बस्नुपर्छ। किनभने येशूले तपाईँ अनि हामीलाई उहाँले राखिदिनु भएको अनन्त राज्यमा तपाईँ अनि हामीलाई लिनका लागि उहाँ आउन लाग्नु भइरहेको हुनुहुन्छ। त्यसै कारणले हाम्रो खुसी मनाउन पर्छ, त्यसै कारणले हामीले समयलाई जान्न पर्छ। अनि जब त्यो रात जुन रात इजरायलले चाहिँ काठो काटेर खाइरहेको रातमा चाहिँ मिश्रमा त्यो मृत्युले आज मृत्यु आएको छ। प्रस्थान 12 मा पढ्नुहोस्, त्यहाँ पढ्दाखेरि पाउँछौँ। अनि त्यो प्रस्थान 12 को 31 मा आइपुग्दै गर्दाखेरि फेरो राजाले हतार मोसा र हारुनलाई बोलाउनु पठाउँछ अनि बोलाएर भन्छ, आज यही रातले तिमीहरू यो मिश्रलाई छोडेर जाइहाल, तिमीहरूको सबै कुरा लिएर तिमीहरूले मागेको तिमीहरूको परमप्रभुलाई के गर्नु आराधना चढाउनु तिमीहरू चाहिहाल भनेर त्यहाँनिर खेदाएको छ। अर्थात् त्यहाँबाट जाने उनीहरूलाई के भनेको के दिएको छ भने अनुमति दिएको छ। त्यसरी नै येशू ख्रीष्ट जब तपाईँ अनि हाम्रो लागि आउँदै गर्दा चाहिँ होला संसारको लागि धेरै दुःखको दिन हुनेछ। त्यो दिन बाइबल धर्मशास्त्रले अन्तको दिनहरूमा प्रष्टै भन्नुभएको हुन्छ। अन्तको दिनमा के हुन्छ? हिजो मात्र बेलुकी हामीले युथ सेवकाईमा सबै सन्डे स्कुलका नानीदेखि लिएर युथ भाइ बहिनीहरूले मत्ती 24 लाई भनिरहेको थियो। अनि मत्ती 24 मा के हुन्छ, कुन चिन्ह हुन गइरहेको छ उहाँले प्रश्न भनिरहेको थियो। अनि त्यसरी नै हामीलाई सबै कुरा थाहा छ, तपाईँ अनि हामीलाई त्यो कुरा सबै कुरा थाहा छ। तर हामी येशूमा विश्वास गर्ने व्यक्तिहरू चाहिँ त्यो अन्तको दिन आज लडाइँ झगडा भुइँचालो अनेक किसिम हुँदै गर्दाखेरि हामी निश्चय नै रमाउन पर्नेछ। अब चाहिँ हाम्रो येशूसँग हामी जाने समय आएको छ भनेर हामीले रमाउन पर्नेछ। त्यसै कारणले हामीले समयलाई जान्न जरुरत छ। समय कुन दिशामा गइरहेको छ त्यसलाई निहाल्न जरुरत छ। त्यसरी नै मैले अघि नै भनिहालेँ, एउटा फार्मरले धानको खेती गर्नको लागि उसले अबको केही दिनमा उसले थाहा पाउँछ कि अब चाहिँ धानको बिया राख्ने बेला आयो भनेर ऊ भन्दै हिँड्दैन। उसले त्यसो धानको खेती लाउने बेला भयो भनेर ऊ ओपरकोटी लगाएर दिउँसो सुत्दैन। तर उसले के गर्छ भने खेतमा जान्छ, खोल्छामा जान्छ, कुलो बनाउँछ, कुलो सफा गर्ने गर्छ। आएर उसले आफ्नो खेतको आलीहरू काट्छ अनि सबै कुरा पानीहरू लगाएर उसले हिलो बनाएर बिउ छर्नका लागि रेडी बनाउँछ। अनि उसले राखेको बिउहरू निकालेर छर्छ अनि फलस्वरूप उसले अन्तमा उसले आफ्नो कटनीलाई उसले आफ्नो ढिकुटीमा थन्काउँदछ। यदि त्यो समय चाहिँ जानेर पनि त्यो फार्मर सुति बस्यो भने चाहिँ उसले कटनी गर्न सक्दैन, ऊ नक्सानीमा चल्छ। त्यसरी नै तपाईँ अनि हामी अन्तको दिनमा रहेछौँ भनेर थाहा भएर पनि हामी त्यतिकै बस्यौँ भने चाहिँ हामीलाई केही पनि फाइदा हुँदैन। यत्रो दिन विश्वास गरेको, यत्रो दिन प्रभुलाई प्रभुमा भएर सङ्गति हिँडेको, प्रार्थना गरेको हरेक कुरा चाहिँ व्यर्थ हुनेछ। तर तपाईँ अनि हामी जब त्यो फार्मरले जस्तै समयमा उसले कार्यमा उत्रन थाल्छ, त्यसरी नै हामी पनि यो अन्तको दिन थाहा भए पश्चात हाम्रो कार्यमा पनि उत्रन पर्नेछ भनेर भर्स 12 देखि 13 सम्म पढ्नुभयो भने चाहिँ त्यो कुरालाई त्यहाँनिर भेट्छौँ। यहाँ मैले यसो लेखेको छु, वी निड टु वर्क अकर्डिङ टु द टाइम भन्दैछ। हामी समयको साथसाथै हामी हिँड्न पर्नेछ भनेर मैले यहाँनिर लेखेको छु। अनि यहाँनिर 12-13 मा आउँदै गर्दाखेरि पावलले यहाँनिर एउटा क्रिस्चियन चाहिँ कसरी समयलाई जानेर समयलाई उसले जाल पाएर समय आधारित कसरी हिँड्नुपर्छ भन्ने कुरा यहाँनिर 12 मा लेखिएको छ। यो 12 पद र 13 पद पढिदिनुहोस् न। रात बितिसक्यो र दिन नजिक आइपुगेको छ, यसकारण अन्धकारका काम छोडेर हामी ज्योतिका हात हतियार धारण गरौँ। दिउँसो जस्तै गरी
हामी ठिकसँग चलाऊ, मोज मजामा, पियकरपनमा, बेबिचारमा, भ्रष्टाचारमा, झगडामा र डाहामा होइन। आमेन। यहाँबाट प्रश्न लेखेको छ, एउटा विश्वासी अन्तको दिन चाल पाएर, समय चाल पाएर चाहिँ कसरी जिउनु। यहाँनिर नाइट, रातिको कार्यहरू लेखेको छ, अर्थात् डार्कनेस, जुन कुरा चाहिँ अन्धकार अर्थात् परमेश्वरको आज्ञा विपरीत हुन्छ, त्यो कुराहरूलाई चाहिँ रातिको काम भनेर भनेको छ। यहाँ पावलले क्लियरली भन्दछ कि राति गर्ने कार्यहरू चाहिँ के हो भनेर भर्स 13 मा आउँदै गर्दाखेरि हामी पाउँछौँ मोज मजा, मतवालापन भन्दछ। आज हामी विश्वासी जनहरू हामी आफूलाई आफै निहालौँ यो समयमा के तपाईँ अनि हामी यो राति गर्ने कामहरूमा हामी छौँ कि के कस्तो खालको जीवन बिताइरहेका छौँ भनिकन हामी आफूलाई यहाँनिर हाम्रो जाँच गरौँ। यहाँनिर अन्धकारको काम भन्दै गर्दाखेरि मोज मजा, मतौलापन, बेविचार, भ्रष्टाचार, झगडा र डाहा भनेर यहाँनिर पावलले 13 पदमा लेखेको छ। आज तपाईँ अनि हाम्रो जीवनमा हामीले यस समयमा के भन्नुपर्ने, याद गर्नुपर्ने, तपाईँ अनि हामी कुन बाटोमा हिँडिरहेका छौँ। हामी के अझै प्रभुलाई पाएर पनि यही अन्धकारको बाटोहरूमा हिँडिरहेका छौँ भने चाहिँ यो अन्तिम दिनको, यो अन्तिम समयको वचनले तपाईँले हामीलाई यो सचेत गर्छ, अब चाहिँ हामी यो कामहरूलाई छोड्ने समय आएको छ। तपाईँले पढ्नु भयो भने कलासी 3 को 8 मा पनि पावल प्रेरितले अन्धकारमा गरिने कुराहरूको बारेमा प्रश्न लेखेको छ। त्यसै कारणले हामी विश्वासीले यी कुराहरूलाई छोडेर अब छोड्ने बेला आएको छ भनिकन हामी यहाँबाट देख्छौँ। राति गर्ने काम, अन्धकारमा गर्ने कामहरू, किनभने बाइबलले भन्दछ अन्धकार चाहिँ अलमोस्ट हटिसक्यो, अर्थात् नाइट चाहिँ अलमोस्ट ओभर भइसकेको, सक्न लागेको छ, अब दिउँसो भइसकेको छ भनेर भनेको छ। त्यसै कारणले अब हामी एउटा दिउँसो हिँड्ने व्यक्ति जस्तो भएर जिउन पर्नेछ। अनि यहाँनिर भर्स 12 मै आउँदै गर्दाखेरि के भन्छ भने त्यहाँनिर अन्धकारको कुरा छोड्नु अनि ज्योतिको हतियार धारण गर भनेर 12 पदमा लेखेको छ। यो समय चाहिँ तपाईँ अनि हामी ज्योतिको हतियार धारण गर्न पर्ने समय आएको छ। ज्योतिको हतियार भन्दै गर्दाखेरि हामी लाटो हिसाबले बुझ्न चाहन्छौँ भने चाहिँ प्रभुले के सिकाउनु भएको हुन्छ, प्रभु येशूको बाइबलले तपाईँले हामीलाई के सिकाएको छ, कुन कुरा गर्नुहुन्छ, कुन कुरा गर्नु हुँदैन, के चाहिँ हाम्रो लागि फाइदा हो, के चाहिँ नोक्सानी हो भन्ने कुरा यहाँनिर बाइबल लेखेको छ। अनि जुन कुराले तपाईँ अनि हाम्रो आत्मामा, तपाईँ अनि हामीलाई भविष्यसम्म फाइदा गर्छ त्यो कुराहरूलाई चाहिँ ज्योतिको हात हतियार भनेर भनेको छ। ज्योतिको हतियार धारण गर्नुपर्ने भन्ने कुरालाई यहाँनिर लेखिएको छ। पावलले एफिसीको पुस्तक 6 को 12 देखि 17 सम्म तपाईँले हेर्नुभयो भने त्यहाँनिर त्यो आत्मिकी हात हतियारको बारेमा लेखिएको छ। त्यो हात हतियार धारण गर्ने, त्यो हात हतियार बोकेर तयारी हुने समय चाहिँ आज तपाईँ अनि हाम्रो अगाडि आएको छ। त्यसरी दोस्रो कोरिन्थी 6 को 7 मा पनि तपाईँले पढ्नुहुन्छ भने त्यहाँनिर पनि तपाईँले भेट्नुहुनेछ ज्योतिको हात हतियार अर्थात् ज्योतिको कुराहरू तपाईँ त्यहाँनिर पाउनुहुनेछ। त्यसै कारणले तपाईँ अनि हामी यो समयमा आफूलाई जाँच्न पर्नेछ, हाम्रो जीवनमा कस्तो तरिकाको जीवन हामीले जिइरहेका छौँ भन्ने कुरालाई हामीले यहाँबाट जान्न पर्नेछ। यदि हाम्रोमा त्यो राति गर्ने अर्थात् त्यो रातमा गरिने कुराहरू हामीले गरिरहेका छौँ भने त्यो कुरालाई छोडेर अब ज्योतिको रूप धारण ज्योतिको हतियार बोक्ने समय आएको छ। यही समयले हामीलाई यही नै भन्छ कि हामी प्रभुको अगाडि प्रभुले जुन कुरा सिकाउनु भएको छ त्यस आधारित जिउने समय आएको छ भन्ने कुरा हामी यहाँबाट
जान्न सकिन्छ। त्यसरी नै म तेस्रो पोइन्टमा आइपुगेको छु। 14औं पदलाई हामी पढ्छौँ भने एकखेप पढिदिनुहोस् न 14औं पदमा। तर प्रभु येशू ख्रीष्टलाई धारण गर र पापमय स्वभावको अभिलाषा पूरा गर्ने काममा ध्यान नदेऊ। हुन्छ, यहाँनिर क्लियर पाएका छौँ। फर्स्टमा हामीले बुझ्यौँ, समय बुझिसक्यौँ, अनि अब हामीले कस्तो तरिकाले समयसँग चल्न पर्ने त्यो पनि बुझेका छौँ। अब तेस्रो पोइन्टमा आउँदै गर्दा, तेस्रो अन्तिम भर्समा आउँदै गर्दा पावलले यो 13 पदलाई क्लोज गर्दै गर्दा अर्थात् लेखेर सक्दै गर्दाखेरि मण्डलीलाई हौसला गराउँछ कि तिनीहरू चाहिँ येशू ख्रीष्ट जस्तै भएर जिउनु भनेको छ, येशू ख्रीष्टको रूप धारण गर्नु भनेको छ। यहाँनिर हामी हेर्छौँ भने यहाँनिर रूपान्तरण लेखिएको छ, मेटाफोर एउटा चढाएको छ कि रूपान्तरण येशूको जस्तै हामीले धारण अर्थात् त्यो येशूको जस्तो हुनुपर्ने, येशूले जस्तो जीवन जियो त्यस्तै जिउनु पर्ने भन्ने कुरालाई यहाँनिर लेखिएको छ। इङ्ग्लिसमा यसो भन्दैछ, क्लोथ योरसेल्फ विथ लर्ड जिजस क्राइस्ट भन्दैछ। येशूको जस्तै आज हामीले रूप धारण गर्ने समय आएको छ। येशूको जस्तो धारण, सपोजको लागि फर इक्जाम्पल म एउटा लुगा लाउँछु, लुगा मैले लुगा लाउँछु एउटा, त्यो लुगाले चाहिँ लुगा जस्तो अब फर इक्जाम्पल एउटा बडीमा हामीले जस्तो लुगा लाउँछौँ नि त्यस्तै हामी विश्वासीले येशू ख्रीष्टको रूप, येशू ख्रीष्टलाई फर इक्जाम्पल लुगा जस्तो हामीले सम्झेर येशू ख्रीष्टलाई लाउने समय आएको छ भनेर यहाँबाट भन्दछ। यहाँनिर येशू ख्रीष्टको रूप धारण गर्नु भन्दै गर्दाखेरि येशू जस्तै, येशूले जस्तो जीवन जिउनु भयो येशू जस्तै भएर जिउन पर्ने समय आएको छ भनिकन हामी यहाँबाट चाल पाउँछौँ। अर्थात् येशूसँगको नजदिक सम्बन्ध तपाईँ अनि हाम्रो येशूसँगको नजदिक सम्बन्ध भएर जिउने समय चाहिँ आजको दिन आएको छ भनेर पावलले आफ्नो मण्डलीलाई अर्थात् त्यो रोममा भएका मण्डलीलाई यो पत्रबाट यही हौसला गराउँछ। अनि त्यसरी नै हाम्रो शरीरमा छौँ हामी, धेरैपल्ट हाम्रो आफ्नो सोच विचारहरू हुन्छ जुन चाहिँ हाम्रो सोचाइ, हाम्रो अभिलाषाहरू, जुन हाम्रो योजनाहरू चाहिँ परमेश्वरको इच्छा विपरीत भइरहेको हुन्छ, परमेश्वरलाई मन नपर्दो कुरा अर्थात् येशूको रूप धारण गरेर बस्न नदिने हाम्रो त्यो खालको चरित्रहरू हाम्रो हुन्छ। अनि त्यो कुरालाई चाहिँ पर हटाइकन अब येशू ख्रीष्टलाई हाम्रो जीवनमा धारण गर्नुपर्छ भनेर पावल प्रेरितले यहाँनिर भनेको छ। त्यसरी नै आज तपाईँ अनि हाम्रो समय आएको छ, येशू ख्रीष्ट जस्तो भएर जिउने समय आएको छ। मैले मेसेजलाई सकिसकेको छु अनि कन्क्लुजनमा आउँदै गर्दाखेरि यहाँबाट हामी के हौसला पाउन सक्छौँ भने यहाँबाट यो अन्तिम दिनहरूमा तपाईँ अनि हामी आएका छौँ अनि अन्तिम दिनहरूमा आउँदै गर्दाखेरि तपाईँ अनि हामी एकदमै तयारी, हाम्रो वरिपरि भइरहेको सबै कुरालाई देखेर हामी होसियारी जीवन जिउने समय आएको छ। अर्थात् येशू ख्रीष्टको दोस्रो आगमनको लागि हामीहरू तयारी हुने समय आएको छ। धेरै भयो वचनहरू सुनेका, धेरैपल्ट सुनिसक्यौँ, अब त्यो वचन आधारित हामी उभिने समय आएको छ, वचन आधारित जिउने समय आएको छ। अनि त्यो समय आज तपाईँ हाम्रो अगाडि आएको छ। आजको दिनमै हामीलाई थाहा छ हाम्रो वरिपरि इन्डिया पाकिस्तानको वार भइरहेको छ अनि धेरैपल्ट हाम्रो सिक्किमलाई पनि त्यो रेड जोनमा राखिएको छ। आज हामीमाथि पनि केही हुनसक्छ, तर हामी यो सब लाहो हामीलाई मार्छ होला भनेर होइन, तर अब हामी चाहिँ यो ठाउँमा आइपुग्नु पर्ने छ कि यदि केही भइहाल्यो भने, जब यदि केही हुन्छ भने हामी त येशूसँग जाने तयारी छु, म त येशूसँग जाने तयारी छु भन्ने हाम्रो त्यो ठुलो विश्वासमा हामी उठ्नुपर्छ। किनभने बाइबलले यही नै भन्छ, येशू ख्रीष्टको आगमन निकट आएको छ, येशू ख्रीष्टको आगमन नजदिक आएको छ। यसै कारणले हामीले यी सबै कुरालाई जान्नुपर्छ भन्ने कुरालाई यहाँनिर गरेको छ। अब अन्तिममा पावलले अब मैले अहिलेसम्म भनेको अलिकति मैले छोडेछु अनि यहाँनिर
आजको दिन वर्तमान दिन तपाईँ अनि हामी प्रभुलाई विश्वास गरेर जिइरहेका छौँ। यीशुको रूप धारण गर्नुपर्छ भन्ने मैले भनिरहेको थिएँ। अनि आज तपाईँ अनि हामी यस संसारमा छौँ। आज हामी कस्तो प्रकारले जिइरहेका छौँ त्यसले तपाईँ अनि हामीलाई धेरै के फरक पार्दछ। त्यसरी नै आज यीशुको अन्तिम यो येशू ख्रीष्ट आउने समयमा तपाईँ अनि हामी एकदमै होसियारीको साथमा हाम्रो जीवन जिउन पर्ने समय आएको छ। यहाँनिर अन्तमा आउँदै गर्दाखेरि होल कन्टेक्स्टलाई अघि नै मैले भनिहालेँ, मैले केवल 13को 11, 12, 13, 14लाई 4 पदलाई मात्रै लिएको थियो भने होल कन्टेक्स्टलाई अब हामी अलिकति यो डल्लै 13 अध्यायलाई नै हामी हेर्छौँ भने एउटा क्रिस्चियन विश्वासी जीवनको विश्वासी भएर कसरी जिउनुपर्छ भन्ने कुरा पावलले यहाँनिर लेखिएको छ। धेरैपल्ट हामी सोचिपठाउँछौँ, हामी शरीरको कुराभन्दा आत्मिकी कुरामा धेरैपल्ट हामी फोकस गरिरहेका हुन्छौँ। तर हामीलाई यो पनि थाहा हुनुपर्छ, हामी चाहिँ आत्मिकी व्यक्ति हौँ तर पनि हामी शारीरिक संसारमा छौँ। यसै कारण पावलले त्यो रोमीको मण्डलीलाई यो हौसला गर्छ, यो सचेत गराउँदछ कि पावलले यहाँनिर तपाईँले 13को 1देखि 7सम्म पढ्नुभयो भने त्यहाँनिर पावलले एउटा विश्वासी भएर चाहिँ गभर्मेन्टको अन्डरमा जो उच्च अधिकारीहरू छ, हाम्रो माथि अधिकारीहरू छ, त्यो अधिकारीहरू चाहिँ परमेश्वरले नियुक्त गर्नुभएको हो अनि त्यो अधिकारीहरूको अधीनतामा बस्नु भनेर यहाँनिर भनेको छ। यो चाहिँ फिजिकल वर्ल्डको कुरा आउँदैछ। फिजिकल हामी विश्वासी कस्तो तरिकाले जिउनुपर्छ भन्दाखेरि पावलले यहाँनिर गरेको छ। अनि यहाँ तल तपाईँले आउँदै गर्नुहुँदा 13को 7लाई पढ्दै गर्नुहुँदाखेरि त्यहाँनिर पावलले के भनेर मण्डलीलाई हौसला गराउँछ भने यदि कसैले गभर्मेन्टले ट्याक्स तिर्नु भन्यो भने त्यो ट्याक्स तिर्नु, रेभिन्यू तिर्नु भन्दैछ भने तिर्नु, यदि कसैलाई हामीले रेस्पेक्ट गर्नुपर्छ, आदर गर्नुपर्छ भने त्यसलाई आदर गर्नु भनेर भन्दछ। कसैलाई हामीले अनर गर्नुपर्छ भने त्यसलाई अनर गर्नु, कसैलाई रेस्पेक्ट गर्नुपर्छ भने रेस्पेक्ट गर्नु भनेर भन्दछ। अर्थात् पावलले हामी एउटा विश्वासी भएर गभर्मेन्टको अन्डर, हामीलाई शासन गर्नेहरूको अन्डरमा बस्नु भनेर भन्दछ। त्यसरी नै तपाईँले 13को 8देखि आज 10सम्म पढ्नुभयो भने त्यहाँनिर प्रेममा जिउनु भन्ने कुरालाई गरेको छ। आज हामी एकअर्कामा जिइरहँदा हाम्रो वरिपरि जिउँदै गर्दाखेरि हामीले अन्य व्यक्तिहरूलाई प्रेम देखाउन पर्नेछ। अर्थात् यहाँ पावलले भन्दैछ यो पदमा हामी पढ्छौँ भने प्रेमले चाहिँ सारा व्यवस्थालाई पुरा गर्छ भनेको छ। हामी व्यवस्थाको एक्सोडस 20लाई प्रस्थान 20लाई जहिले पनि पढ्ने गर्छौँ अनि यो प्रस्थान 20लाई पुरा गर्ने चाहिँ एउटै कुरा छ, त्यो चाहिँ प्रेमले भनेको छ। सारा व्यवस्था चाहिँ प्रेमले पुरा गर्छ भनेर भन्दछ। त्यसै कारण हामी विश्वासीको जीवनमा आजको दिनमा प्रेम देख्न पर्नेछ। आज हामीले हाम्रो छिमेकीहरूलाई, हाम्रो वरिपरि भएका व्यक्तिहरूलाई प्रेमले हामी जित्न पर्नेछ भन्ने कुरालाई यहाँबाट हामी देख्न सक्छौँ। अनि जब हामी प्रेरितहरूको पुस्तकमा हेर्छौँ भने प्रेरित 11को 26मा त्यहाँनिर हेर्छौँ भने पहिलाको विश्वासीहरूलाई जब त्यो समयमा उनीहरूलाई धेरै सतावट खेदो भइरहेको थियो, त्यो समयमा प्रभुको चेलालाई जब मान्छेहरूले अन्य व्यक्तिहरूले देख्दै गर्दाखेरि फल्ना तिनीहरू त क्रिस्चियन रहेछ भनेर उनीहरूलाई नामाकरण गरेको छ। त्यसरी नै आजको दिनमा पनि तपाईँ अनि हाम्रो कार्यलाई, तपाईँ अनि हाम्रो कामहरूलाई देख्दै गर्दाखेरि फल्ना त क्रिस्चियन रहेछ, फल्ना त इसाईको रहेछ भनेर उनीहरूले हामीलाई औल्याउन सकोस् अथवा चिन्न सकोस्। आजको दिनमा तपाईँ अनि हामी चाहिँ इक्जाम्पल भएर जिउनुपर्छ भन्ने कुरा पावलले यहाँबाट गरिएको छ। अनि अन्तिममा चाहिँ आउँदै गर्दाखेरि अघि नै मैले भने 13देखि 14सम्म आउँदै गर्दा चाहिँ पावलले विश्वासीहरूलाई सचेत गराएको छ। यो अन्तिम दिनमा कसरी जिउन पर्ने, अन्तिम दिनको कुराहरूलाई थाहा गरेर हामी जिउन पर्ने भन्ने हौसला गराएको छ। अनि आजको वचनले पनि तपाईँ अनि हामीलाई यही हौसला गराउँदछ कि आज हामी पनि समयलाई जाँचौँ अनि समय आधारित
त्यो अन्धकारको कुरालाई छोडेर ज्योतिको रूप धारण गरेर ज्योतिको हात हतियार बोकेर यीशु ख्रीष्ट जस्तै भएर जिउने समय आएको छ। तब मात्र तपाईँ अनि हामी त्यो प्रभु येशू जब यस संसारमा तपाईँ अनि हामीलाई लिन आउँछ तब हामी येशू ख्रीष्टसँग उठाइलाने योग्यको हामी बन्न सक्छौँ भन्ने यस कुरालाई हामी पाउन सक्छौँ। अनि अस्तिको सन्डे पनि हामीले सुनिरहेका थियौँ एउटा गएको मुखदेखि त्यो 5 बुद्धिमती र 5 निर्बुद्धि स्त्रीहरूको बारेमा बोलिरहनु भएको हुनुहुन्थ्यो। 10 कन्याहरू चाहिँ दुल्हालाई भेट्नको लागि गएको हुन्छ। त्यो 5 जनाको 10 जनाको एउटै मकसद हुन्छ कि हाम्रो दुल्हा आउँदैछ भन्ने, तर उनीहरूको काम गरेर चाहिँ अलिकति डिफ्रेन्ट पाउँछौँ। त्यो 5 बुद्धिमती स्त्रीहरूले चाहिँ दुल्हा कतिखेर आउँछ उनीहरूले तेलहरू अघिबाट इन्तजाम गरेर बोकेर बसेको हुन्छ। अनि अर्को निर्बुद्धिहरूले चाहिँ चल्छ होला दुल्हा त आएपछि हामी भेटिन्छ होला भन्ने उनीहरू त्यही इन्तजाममा तेल बोकेर उनीहरू गएको हुन्छ। तर दुल्हा आउनु ढिला गरेको समयमा ढिलो गर्छ अनि अन्तमा दुल्हा आउँदै गर्दाखेरि त्यो 5 निर्बुद्धि स्त्रीहरू चाहिँ सुतेका हुन्छ। 5 निर्बुद्धि स्त्रीहरूकोमा तेल पनि हुँदैन बत्तीमा अनि उनीहरू हतार जब रातको समयमा दुल्हा आयो भनेर खबर सुन्छ अनि हतार तेल खोज्दछ। तर जब उनीहरूले तेल खोजेर लिएर आउँदै गर्दा उनीहरूको समय अलरेडी बितिसकेको हुन्छ अनि दुल्हाले त्यो विवाहको ढोका अलरेडी क्लोज भएको हुन्छ। अनि त्यो 5 बुद्धिमती स्त्रीहरू जसले अगाडिबाट तयारी बस्यो उनीहरूले तयारीको साथमा उनीहरूले आफ्नो चाहिने हरेक कुरालाई बोकेर बसे, दुल्हालाई पर्ख्यो अनि अन्तमा उनीहरू दुल्हासँग विवाह बस्न गएको छ। त्यसरी यदि हामी पनि प्रभुलाई पाएर पनि हामी यी कुराहरूलाई यी समयहरूलाई यी हाम्रो जीवनशैलीहरूलाई हामीले चेन्ज गरेको छैनौँ, जीवनशैलीहरू जिएमा हामी यीशु जस्तै जिएको छैनौँ भने निश्चय नै तपाईँ अनि हामीलाई राखिदिनु भएको त्यो उद्धारको दिनमा हामी बस्न सक्दैनौँ। उद्धारको दिनदेखि बाहिरै बस्न पर्ने हुन्छ। तर यदि हामी अहिले नै यो वचनले तपाईँहरूलाई हौसला गर्छ, हामी तयारीको साथमा सचेत रहेर बस्छौँ भने निश्चय नै ती 5 बुद्धिमती स्त्रीहरू जस्तै जब यीशु ख्रीष्ट आउनुहुन्छ तब हामी येशूसँग उहाँसँगको विवाहमा हामी बस्नेछौँ भन्दै यो सानो हौसला अर्थात् यो वचनबाट म तपाईँलाई यही हौसला गराउँदै माझको वचनलाई यही अन्त्य गर्छु। धन्यवाद।